तो हेलो गाइस, दिदी बहिनीहरूलाई वेलकम टु आवर एनपी साइड ब्लगमा। आज एनपी साइड ब्लगको पार्ट 2 हो। आज हामी फेरि घर तुर्नेको काम त्यो जारी नै छ, अगाडि नै बढ्दैछ। अनि हामी तपाईँलाई हेराउँछु कि त्यो काम कस्तो भइरहेछ। अहिले हामी शेरबहादुरको घर तुरिएको छैन। अहिले त्यो त्यहाँ प्रहरी बस्ने ठाउँ छ, त्यहाँ मात्रै त्यो तोडफोड भइरहेछ। अनि यो तोडफोड भएको तपाईँले अहिले म हेराउँछु। यो हेर्नु, त्यो अक्सिजन सिलिन्डर यहाँ तोडफोड सबै भइरहेको छ। अनि म प्रहरीको पनि रुम हेराइदिन्छु। प्रहरी नभए त्यहाँ मिलिट्रीहरू बस्ने त्यो ठाउँ हो। खोइ मैले थाहा छैन पहिला के बस्थ्यो, मिलिट्री बस्थ्यो प्रहरी। तर हामीले तपाईँले हेराउँछु त्यसको पनि रुमको के दशा गरेछ हाम्रो जेएनजीहरूले। पुरै रुमको इँटा सिटा सबै फोरेर देवाल फोरेर हेरेछ। कता सोना हुन्थ्यो, कता के हुन्थ्यो। त्यसै कारणले सबै जेएनजीहरू फोरेर हेरेको छ। कता पनिबाट केही निक्लिन्छ, त्यसै कारणले सबै हाम्रो जेएनजीहरू सबै आक्रमण मुडमा आएर सबै हेरेको थिए। अनि अहिले त यो बुढी हाल गरिसकेको छ। यहाँबाट राम्रै नतिजा हाम्रो यहाँबाट भ्यू आइरहेछ। प्रहरीलाई पञ्चायत मिलिट्रीले त्यो मैले थाहा छैन, हामी के भन्ने प्रहरी भन्ने। तर प्रहरीले यहाँबाट राम्रो भ्यू आइन्छ। यहाँको पुरै तोडफोड एउटा कोनालाई पनि पुरै तोडफोड गरेर हालिदिएछ हाम्रो जेएनजीहरूले। अनि पुरै जेएनजीहरूले कारण यहाँको बाथरुम पनि भाइ, बाथरुम हामीले नभेटेको कति गाह्रो भयो। यहाँ बाथरुम पुरै फोडिदिएछ, पुरै तोडफोड बाथरुम गरिदिएछ। यहाँ बाथरुम माथि 2टा बाँचेछ, त्यो पनि कुन्नामा थियो, त्यसैको लागि बाँचेछ। अनि त्यसै हामी युज गरेका छौँ, नभए हामीले फेरि दिक्कत होला। अनि यहाँबाट पुरै तोडफोड फोरेर त्यहाँ गरिदिन्छ। अब के यहाँ को बस्छ त्यो त थाहा छैन हामीले। तर यहाँ चुरोटको पनि डिब्बा धेरै थिए, चुरोट खान्थे। कोही खान्छ, कोही खाँदैन, थाहा छैन को खाएछ। प्रहरी खान्छ या मिलिट्री खान्छ, चाहे कोही मान्छे खान्छ, तर त्यो थाहा छैन। अनि यहाँबाट ठिक्कै सामने त्यो हाम्रो शेरबहादुरको घर पनि थिए। यहाँबाट त्यहाँ प्रहरी रक्षा गर्नको लागि छ के। अनि त्यसै कारणले हामी अब जान्छौँ माथि गएर त्यहाँ पछाडिबाट तुरी फोडिरहेको छ नि, तपाईँको त्यहाँबाट हेराउँछु हामी। पछाडिबाट त्यहाँबाट तोडफोड भइरहेछ। अनि माथि जाँदै म त तल आइहालेँ। फेरि म बिर्सेँ, तिमीले त माथि जानु छ। फेरि हामी रिभर्स गियर ताने अनि फेरि हामी माथि गएँ। अनि माथिबाट त्यहाँ यहाँ अन्डरग्राउन्ड पनि एउटा रुम छ, त्यसै कारणले म तल गइहालेको थिएँ। मलाई चाहिँ थाहा छ म तल माथि नै गएर त्यहाँबाट बाटो छ। अनि जहाँ पुलिस बस्ने क्याम्प छ नि, त्यसैमा बसेर अनि यो सबै हेराउँछु तपाईँले। ल, पुलिस बस्ने क्याम्पमा त्यसैमा म मुनि चढेर अनि तपाईँले हेराउँछु कि अहिलेसम्म काम कस्तो भयो। यो अस्ति किने हो, पुरै फोटो सोटेको। यो त यस्तै फोडेको, फर्स्ट दिन आएको भाइ 2 बजे तबसम्म यो फोडेको। अहिले नभए त्यहाँ पछाडिबाट काम भइरहेछ नि, एकैचोटि त्यहाँबाट काम गर्दै पालापाली सब जग्गा फोड्दै हुन्छ, सबै जग्गा फोड्दै। अनि हामी माथि चढिएको छु। अनि यहाँबाट हामी माथि चढेँ। त्यही यही सिँढीबाट, यो प्रहरीकै नै सिँढी हो, त्यहाँ बस्ने कमान्डोहरूको त्यो गेट हुँदैन, एउटा बस्ने त्यो ठाउँ हुँदैन प्रहरीहरूको चाहिँ कमान्डोहरूको। हजुर यहाँबाट हेर्नु। अनि यहाँबाट हामी यसमा चढिन्छौँ, चढ्नबाट यसमा बसेर यहाँ हेर्नु। यहाँ हाम्रो अहिले 5जना मान्छे छ, अहिले 15जना अझै आइरहेछ। 15जना भोलि पर्सि आउँछ। त्यो तिनीहरू यहाँ शेरबहादुरजीको घर तुरिन्छ, त्यसले अहिले यो पछाडिबाट काम भइरहेछ नि यहाँ। अनि यो पुरै फलाम थिए, पुरै टुरिसकेको छ। अब देवाल भस्काइदिन्छ, देवाल भस्काउँदै पुरै खस्छ, पुरै इँटाहरू जान्छ। त्यो इँटाहरू फेरि बिक्री हुन्छ। अनि अहिले मात्रै 5जना छ। अनि यता पनि हामी रातिमा फोडेको छ नि, यो साइड पनि, त्यो पनि म हेराइदिन्छु। अनि यो तल एउटा कुवा पनि छ नि, कुवा भएर हामीले फाइदा भइरहेछ। कुवा नहुँदा पानीले पनि धेरै दिक्कत होला। अनि यहाँ पनि फोडेको छु नि हामीहरू। मैले भनेर 2 बजे आएँ, त 2 बजे के गर्ने। यहाँ फोडेको सबै मान्छेहरू मिलेर म त फोडाउने मान्छे हो, फोड्ने कोही अझैको मान्छे हो। अनि यहाँ फोडिया थिए, तोडफोड भइरहेछ। अनि यहाँ हेर्नु कस्तो पुरै मतलब देवाल फस्काइदिएछ। अहिले मसिन आएपछि यो मात्रै तुरिन्छ, मसिन आएपछि नि तुर्न सकिन्छ। यो त्यो ग्रिल मसिन हुँदैन, ढलान मसिन, त्योबाट तुरिन्छ। अनि त्यसपछि यहाँ ठिक्कै सामने त्यो हाम्रो नेताजीको घर छ। अनि त्यहाँको गेट हेर्नु गाइज, एउटा पुरै काठको छ अनि एउटा पुरै फलामको छ। 2 किसिमको गेट छ, काठ फलाम दुवै छ। फलामको पनि काठको पनि गेट छ। अनि यहाँ अहिले त काम भइरहेको छ। एउटा मान्छे त्यो फलाम लगिरहेछ। अनि 4वटा मान्छे त्यहाँ देवाल तुरिरहेछ। अहिले 15जना अझै आउँछ, टोटली हुन्छ बिलोङ 20-25 जना टोटली हुन्छ। त्यहाँबाट काम हुन्छ। अनि भ्यू यहाँबाट मस्त हेर्नु छ गाइज, हेर्नु तपाईँ पनि। यहाँबाट सामने घरको तिर रुख पनि छ, राम्रै हेरिन्छ भ्यूज। यहाँबाट पनि पहाडबाट सबै छ। यहाँ बिचैमा घर बनाउनु भएको छ हाम्रो नेताजीले, राम्रै घर छ। अनि त्यसको कारणले यहाँ त अहिले काम भइरहेको छ। अहिले त भर्खरै 2-3 दिन भयो। यही मान्छे हो फलाम लग्ने। अनि यो बाहिर निकालेर फलाम पुरै सबै राखिरहेछ।
अनि यो सबै कटिङ सटिङ भइरहेछ यहाँ देवाल फस्काइरहन्छ यो सबै हुन्छ भने सबै हुँदै रहन्छ अनि के भनिन्छ तपाईँलाई अझै यो त टाइम लाग्छ तपाईँको 2-3 महिना हजुर 2-3 महिनासम्म म डेली एउटा ब्लग पोस्ट गर्छु अनि तपाईँहरूको सपोर्ट गर्नु मलाई म पनि अहिले राम्रै ब्लगर बन्छु तर मलाई तपाईँहरूको सपोर्ट चाहियो नि ब्लगर बन्नको लागि अनि फेरि यहाँबाट हामी तल जान्छु तल गएर तपाईँ म पनि हेराइदिन्छु त्यहाँ कस्तो कस्तो काम भएछ फलामहरू कहाँ राखेको छ यहीँबाट प्रहरी जहाँबाट चढिन्छ एक दिन प्रहरी यहाँ बस्थे आज हामी यहाँ बसिया छु अनि यो सबै त टुटेको अस्ति हिजोको नि फुटेको यहाँ बस्छ नि प्रहरी यहाँ आज म बसिया छु के म पनि प्रहरी नि हो प्रहरी होइन गाइस म पनि मान्छे नि हो अनि यहाँबाट हामी जान्छु त्यहाँ हेराउँछु तपाईँले यहाँ ठ्याक्कै हेर्नु शेरबहादुर घर यो यहाँबाट त्यो लाइनको कलेक्सन सुकरमानु जेन्जुरले लाइनको कलेक्सन पनि जराएन नभए खत्तम यहाँ हेर्नु भए एक साइड फलामको छ एक साइड उडको छ नि त्यही त भने अनि यहाँ टङ्की सबै फोर्दिछ यहाँ लाइनबाट इटाउटा सबै छ यहाँ हेर्नु यहाँ सबै फलाम राखेको छ हामीहरूले पुरै फलाम छ नि जहाँ निकालेर यहीँ राखेको छु अनि कार पनि पुरै भस्काइदिएछ पुरै जरियाले छ कारको पनि हालत खराबै छ टाइटै छ पुरै कारको पनि नक्सा बिगारिदिएछ यिनीहरूले पालापाली यहाँ पनि कचरा छ अनि यहाँ पनि पुरै फोहोरहरू राखिदिएछ अनि के भन्छ यहाँ हेर्नु कति राम्रो घर थिए गाइस कति राम्रो घर थिए नि गाइस पुरै मनको अति राम्रो घरले जराए यार तर के गर्ने अब जेन्जुरले को रोक्न सक्छ भाइ हामीहरूले पनि रोक्न सक्दैन नि हजुर जेन्जुरले को रोक्छ त ल गाइस अब म यहाँ बस्छु तपाईँले भिडियो ब्लग राम्रो लाग्छ भने एनपी साइड ब्लगरलाई फलो गरिदिनु अनि सब्सक्राइब गरिदिनु अनि कमेन्ट गरिदिनु ल गाइस सेयर गरिदिनु गाइस बाबा टाटा सी यू गाइस यो अन्तिम समय हेरिलिनु ल फेरि हामी भोलि ल्याउँछु पार्ट 3 ल गाइस बाबा टाटा